नमस्ते दर्शकबिन 2026 को T20 वर्ल्ड कप निकै नजिक आइसकेको छ र यो बीचमा हामी फ्यानहरुमा पनि निकै उत्साह छ र नेपालले भर्खरै मात्र दुईटा अभ्यास खेलहरु जितेको कारणले एकदमै नेपाली फ्यान र खेलाडीहरु एकदम होपफुल हुनुहुन्छ र यही बीचमा हामी आज विश्वकपको तयारीको विषयमा लिएर हामी हाम्रा खेलाडीहरुसँग कुराकानी गर्न गइरहेका छौं। दर्शकबिन यतिखेर हामीसँग हुनुहुन्छ राष्ट्रिय टोलीका कप्तान कप्तानज्यू, कस्तो छ तयारी? आई थिंक एकदम राम्रो भइरहेको छ। भनौँ न सबै बोइजहरूले एकदम राम्रो खेलिरहेको छ हैन। सबैजना फर्ममा छ। हामीले प्र्याक्टिस म्याचहरू युएई क्यानाडा दुईटैलाई जित्यौँ। आई थिंक यो पटक वर्ल्ड कपमा हामी हाम्रा दर्शकहरूलाई हाम्रो अडियन्सहरूलाई हामी निराश बनाउने छैनौँ। हामी डेफिनेटली टप 8 मा पुग्नेछौँ। जस्तै तपाईको योपालि मैले निकै आत्मविश्वास देखेको छु। तपाईको पहिलाको 2024 को विश्वकप र 2026 को विश्वकपमा के अन्तर छ? भनौँ न अघिल्लो वर्ल्ड कप जुन अमेरिकामा भएको थियो त्यो वर्ल्ड कपमा चाहिँ हामीलाई अलिकति बढी नै भार थियो। यो वर्ल्ड कपमा अलिक कम भार छ। भार भन्नाले कस्तो हो? अब अमेरिकामा गेम भएको थियो 2024 को, त्यो बेलामा सबै आफन्तहरूले सामान मगाएको थियो। सो सामान लिएर गएका थियौँ हामीले सबै खेलाडीहरूले र क्रिजमा जाने बित्तिकै आफन्तको सामान हरायो कि भन्ने पिरले गर्दा पनि हाम्रो ब्याटर बलरहरू धेरै समय त्यहाँ क्रिजमा टिक्न सकिरहेको थिएन। तर यो पटक त्यो भार छैन। भनेपछि यो पटक कसैले पनि सामान पठाएको छैन? सामान पठाएको छैन, तर नेपालीहरूको बानी भनौँ न जहाँ गए पनि केही न केही मगाउने। यो पटक चाहिँ इन्डियामा खेल भएको हुनाले सबै आफन्तहरूले कसैले एक बोरा चिनी, आई थिङ्क कसैले चाहिँ एक टिन तेल भनेर सुनौली जोगबनी जुन नाकाबाट भयो नि ल्याइदिनु भनेको छ। धन्यवाद कप्तान साहब, तपाईसँग हामी पछि जोडिने नै छौँ। र अहिले अरू खेलाडीहरू कता हुनुहुन्छ होला? उतापट्टि हाम्रो भुरी दाइ र केसी दाइ उतापट्टि हुनुहुन्छ, उहाँ गएर गफ त्यही हो हैन। अब म फर्के पछाडि हामी ट्रेकिङ जानुपर्छ हैन। अनि तिमी जाने म जाने हैन। अनि म पनि अब ट्रेकिङमा त्यही हैन। करण दाइ भाउजू हैन, तिमी म जानुपर्छ हैन फर्केपछि। अनि अरू अरू डिपीले लानुपर्छ। डिपी चाहिँ किन? जङ्गलको बाटो छ, एउटा टाइगर चाहिँ हैन। त्यही। अनि सुन न, दिइरहेको छु त टाइम हैन। ल त्यसो राखिदिइरहेन, फोन राखिदिएर दाइ हैन। समय दिएन भनिदिने दाइ हैन। दिइरहेको छु नि त, उसलाई 5-5 मिनटमा फोन गर्नुपर्ने दाइ हैन। अब 5-5 मिनटमा उसलाई टाइम दिनु भनेर क्रिजबाट 4-4 मिनटमा फर्किने कुरा नि आउँदैन नि त दाइ हैन। दाइ यो रिलेसनमा झगडा नपर्ने केही टिप्स छ कि? हेर भाइ, गर्लफ्रेन्डसँग झगडा परिरहन्छ भने नि भाइ इङ्गेजमेन्ट हान्नुपर्छ। गर्लफ्रेन्डसँग झगडै पर्दैन। इङ्गेजमेन्ट भएछ हैन, झगडा हुनु हैन। गर्लफ्रेन्डै रहँदैन, बुढी भइहाल्छ नि। हावा दाइ। ओइ अबुरी दर्शकबिन यति बेला हामीसँग हुनुहुन्छ नेपाली राष्ट्रिय टोलीका अलराउन्डर खेलाडी अकरण केसी। केसीज्यू, विश्वकपको तयारी कस्तो चल्दैछ? अब एकदम राम्रो भइरहेछ। अब प्र्याक्टिस म्याचहरू राम्रो भयो होइन। दुईवटा गेमहरूमा हामीले रिजल्ट हाम्रोतिर ल्याउन सक्यो। एकदम राम्रो गुड गोइङ भनौँ न। अब तपाईँले भर्खरै मात्र इन्गेजमेन्ट गरेको कुराले सारा विश्व खायो। अब बिहा चाहिँ कहिले गर्ने भनेर सबैले सोधिरहेको छन्। अब बिहे चाहिँ यस्तो छ, मेरो हुनेवाला वाइफले चाहिँ अब 50 हानेपछि बिहे गर्नुपर्छ भनेको छ होइन। अब 33 त हानिसक्यो, अब 17 वर्षपछि। तपाईँसँग यो क्रिकेट फ्यानहरूको लास्टै गुनासो छ, तपाईँ फास्ट बलर भनेर लास्टै स्लो बलिङ गर्नुहुन्छ अरे। यसमा तपाईँले के भन्नुहुन्छ? म त्यही भन्न चाहन्छु, तिमीहरू सबै इन्टरनेट फेर। जसकोमा स्लो आइरहेछ इन्टरनेट फेर। मैले फाल्दा त बल फास्टै फालेको छु। तिमीहरूको घरको इन्टरनेट स्लो भएर स्लो आयो होला। अब त्यस भन्दैमा मैले बल स्लो फाल्यो भन्ने हुँदैन होइन। त्यही हो। अब आई एम डुइङ माई गुड जब। थ्याङ्क यू। अनि अब आउने नयाँ पुस्ता जो तपाईँहरूलाई हेरेर हुर्किरहेका छन् उहाँहरूलाई के भन्न चाहन्छु तपाईँ? अझै मेहनत गर, अझै प्रयास गर, अझै प्र्याक्टिसहरू गर, राम्रो म्याचहरू खेल। अझै राम्रो खेल्यो भनेदेखि तिमीहरू पनि म जस्तो यसरी टिममा पर्थ्यौ। यसपालि सो सरी। अझै मेहनत गर, राम्रो गर भन्न चाहन्छु। घाँटी बस्छ एकछिन निस्केलो म कुल्ला गर्नुपर्छ कि गीत पनि गाउँछु नि त म है भाइ। दर्शकबिनहरू यति बेला हामीसँग हुनुहुन्छ सबैको प्यारो मामाको पनि मामा राष्ट्रिय टोलीका ओपनर सकुशल भुर्तेलजी। सकुशलजी, तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ। थ्याङ्क यू हैन। अब त्यही हो, थ्याङ्क यू हैन। अनि तपाईँ 2024 को र 26 को वर्ल्ड कप ब्याक टु ब्याक खेल्नु भएको छ होइन। तपाईँलाई कस्तो लागिरह? आई फिल भेरी लकी हैन। मैले त सोचेको पनि थिइनँ हैन, मैले वर्ल्ड कप खेल्नु छ भने सोध्नु भएको थिएन? होइन म टिममा पर्छु भन्ने सोचेको थिइनँ हैन। तर आई फिल भेरी लकी कि म परेँ। अनि यहाँ पनि म ओपनिङ गर्न आइरहेको छु हैन। सो आई फिल भेरी प्राउड एन्ड
आई फिल भेरी गुड। अनि तपाईँ त अलराउन्डर हुनुभयो होइन, त्यो वर्ल्ड कपको लागि तपाईँको स्ट्राटेजी के हो? यो पटक चाहिँ होइन मेरो ब्याटिङमा पनि एकदम राम्रो मैले प्र्याक्टिस गरिरहेको छु होइन, बोलिङमा पनि मेरो एकदम राम्रो प्र्याक्टिस भइरहेको छ होइन। अनि अर्को भनेको मेरो मेन चाहिँ मेरो योगामा पनि प्र्याक्टिस भइरहेछ। योगामा चाहिँ किन हो? योगामा किन प्र्याक्टिस भन्दाखेरि होइन मलाई चाहिँ अगाडिको म्याच हेर्दाखेरि होइन सकु सरले चाहिँ आँखै नहेरिकन ब्याटिङ गरेको छ भन्नुहुन्थ्यो होइन। यो पटक मैले आँखाको राम्रो योगा गरेको छु होइन। मैले चाहिँ त्यो बल मजाले देख्न मिल्ने भनेर खेल्ने गरी चाहिँ त्यो खालको योगा छ मेरो होइन। मैले बल देखिसकेँ होइन, कहाँ छ बल? बल उहाँ श्रीलङ्कामा यहाँ बोलिङ भइसक्यो मैले देखिसकेँ होइन। म बल लिएर आउँछु होइन। ओके वेट मामा के भयो? दर्शकहरू तपाईँले यहाँ देख्न सक्नुहुन्छ हामीसँग राष्ट्रिय टोलीका हिट खेलाडी गुल्लु दाई हुनुहुन्छ। होइन हो दाई, यो पानी नजिक क्यारे हो? देख्नु भएन यहाँ टाई भन्ने तयारी गर्दैछु नि। अनि यत्रो तालमा दाई भन्यो भने डुबिन्न? उहाँ 2024 मा टाई नहान्दा डुबेको चाहिँ देख्नु भएन? त्यो गालीमा डुब्नुभन्दा त्यो नालीमा डुब्नु ठिक छ। यसपालि 2026 मा त मैले टाई हान्नै पर्ने हुन्छ कि डिस्टर्ब नगर। अनि 2024 को त्यो पछि के सिक्नु भयो? 2024 पछि त यति आलोचना खायो ठुलो पाठ सिक्यो नि भाइ। त्यो गेम खेलिसकेपछि होटलमा गएर यो मोबाइल चलाउनु नहुने रहेछ, चलाइहाल्यो भने कमेन्ट बक्स चाहिँ हेर्नै नहुने रहेछ। ओहो, अनि त्यो एक रनले चाहिँ तपाईँको जीवनमा कस्तो प्रभाव पार्यो? आइया के भयो दाइ? त्यही क्वेसन चाहिँ नसोध भनेको क्या तँलाई। यो एक रनले कम बिजोग भएको छ मेरो जिन्दगीमा। जहाँ गयो दाइ एक रन हानिदिनु न, एक रन हानिदिनु न बुलिहानेका छन् मलाई। हुँदा हुँदा भतिजोले सही दिन्छु, ए काका ल मलाई भेट्नु रन हानेर मलाई भेट्नु भनेर भागिदिएको छ। ओहो, कहीँ जानु पर्यो र पठाउ बुक गर्यो भने पठाउ आउँछ, तपाईँ होइन त्यो एक रन नहान्ने, त्यसो भए तपाईँ त कुद्दै आउनु भनेर छोडेर गइदिन्छ र। मैले यसपालि 26 मा त दरो रन हान्नुपर्ने छ, दरो। यसपालि पनि कुद्न सकिएन, रन हान्न सकिएन भने त पारस दाइले मलाई त मुम्बईदेखि कुदाएर नेपाल ल्याउँछु भन्नुभएको छ। मुम्बईदेखि कुद्दै नेपाल आउनु चाहिँ सकिँदैन, यसपालि त मिठो रन हान्ने नै। तपाईँ हरेक गेममा 3-4 बल भन्दा बढी किन खेल्नुहुन्न? अब यो टिमको सबैभन्दा कान्छो नै मै, यो टिममा सबैभन्दा कान्छो खेलाडी नै मै। मलाई जति बेला अब यो स्कुलमा गेम खेले जस्तो लाग्छ। 3-4 बल हानेपछि त घन्टी लाग्छ जस्तो लाग्छ। 5-6 बल दाजुहरूलाई हान्न दियो भने त झाडीतिर बल हानेर बल खोज्न लाउँछन् होला भने झ्यालाएर म 3-4 बलमा निस्किदिइहाल्छु भने ठुलो डिस्टर्ब नगरेर दाइ भन्न सिक्नै पर्छ। अघि खेलाडीहरूसँग कुरा गरेर आउँदा त यो पटक निकै ऊर्जावान देखिनुहुन्छ। यो पटक तपाईँहरूको स्ट्राटेजी चाहिँ के छ त? आई थिङ्क स्ट्राटेजी भन्ने कुरा चाहिँ नभन्नु भन्छ, तर पनि आफ्नै देशको रिपोर्टर भएको हुनाले भनौँ न। अब जस्तो अरू खेलाडी अरू देश जस्तो हाम्रो स्ट्राटेजी छैन, हाम्रो अलिक फरक छ। हामी चाहिँ हरेक पटक हाम्रो गेम हुनुभन्दा अगाडि नै 7 चोटि खाना खाएर मात्रै क्रिजमा जान्छौँ, किनकि टन्न घरैबाट खाना खाएर गयो भनेदेखि क्रिजमा गएर बल रन खानु पर्दैन कि भनेर। र अर्को हाम्रो स्ट्राटेजी चाहिँ हामी यो पटक गेममा कसैले पनि हामी सिक्दैछौँ भन्ने छैनौँ, किनकि प्रायः प्लेयरहरू सबै इन्डियाबाटै नै सिकेर गएको छ। र अर्को हाम्रो स्ट्राटेजी हो, हामीले आउने बित्तिकै यहाँ आउने बित्तिकै चाहिँ हाम्रो नन्दनलाई चाहिँ शाहरुख खानको घर लगेर देखाइदिइसक्यौँ। किन त्यस्तो गर्न लाउनु भएको? किनकि उसलाई चाहिँ यस्तो मनपर्छ, क्रिजमा गएर अम्पायरको यस्तो हेर्नु नपरोस् भनेर पहिले नै शाहरुख खानको देखाइदिएको। अनि अरू खेलाडीको पर्फर्मेन्स चाहिँ कस्तो रहने कुरा छ? एकदमै अब सबै प्लेयरहरूले स्ट्राटेजी बनाएर नै खेल्ने छ भनौँ न। जस्तो कि यो पटक हाम्रो भुर्तेल दाइले आई थिङ्क वर्ल्ड कपमा 50 रन हान्नुहुन्छ हरेक गेममा जस्तो लाग्छ मलाई। तपाईँ यस्तो कन्फिडेन्स हुन्छ 50 हान्नुहुन्छ भनेर? हजुर कन्फिडेन्स किन? किनकि इन्डियामा टिकटक ब्यान छ, टिकटक ब्यान भएको ठाउँमा त हाम्रो भुरी दाइ चल्नुहुन्छ भन्ने अडियन्सहरूले भनिरहेको हुन्छ होइन भनौँ न। र डिपी दाइको कुरा गरौँ अलिकति। डिपी दाइ राम्रो एकदमै अलराउन्डर प्लेयर हो होइन। डिपी दाइले यो पटक इटालीसँगको गेममा उहाँले 50 हान्नुहुन्छ 100%। हामी ढुक्कको साथ भन्न सक्छौँ। किन तपाईँ ढुक्कको साथ भन्न सक्नुहुन्छ? किनकि उहाँलाई हामीले इटालीसँगको गेमको बेलामा चाहिँ हामी के अरे डिपी दाइ आज हामी इटालीसँग खेल्दैछौँ भन्ने छौँ, किनकि उहाँले सानो भनेपछि एकदम मच्चिएर पेलिएर हान्नुहुन्छ। इटाली मङ्गोलिया भन्नु भनेदेखि त उहाँ आफ्नो ब्याट बल ज्यान सबै दिएर खेल्नुहुन्छ। सो इङ्ल्यान्डको प्लेयर जोफ्रा आर्चरको बलको स्पिडले कति प्लेयर ढलिरहेका हुन्छन्, अनि हाम्रो उहाँलाई रोक्न सक्ने प्लान चाहिँ के छ? जोफ्राको बलिङको बेलामा चाहिँ हामीहरूले सोचिरहेका छौँ डिपी दाइलाई हामी क्रिजमा पठाउने छौँ। डिपी दाइले रोक्नुहुन्छ त?
100% रोक्नुहुन्छ, किनकि उहाँ पुलिसको मान्छे हो। अब कस्तो कस्तो स्पिडमा आएको गाडीहरू त उहाँहरूले रोक्नुहुन्थ्यो भनेदेखि जोफ्रा कुन ठुलो कुरो भयो। जोफ्रा बलिङमा आउने बित्तिकै हामी टिपी दाइले पठाउँछौँ, टिपी दाइले गएर चाहिँ आई थिङ्क भनौँ न चिट काटिदिनुहुन्छ, चिट काट्ने बित्तिकै हामीले 100% जित्छौँ हामीले या। र यो बेलायत इङ्ल्यान्डसँगको खेलमा चाहिँ हामीले जसरी पनि जित्नै पर्नेछ। यो पटक चाहिँ मलाई एकदम प्रेसर पनि छ, हाम्रो टिमले पनि प्रेसर फिल गरेको छ। हरेक खेलाडीको सपनामा यतिखेर बलभद्र कुँवर आएर भन्दै हुनुहुन्थ्यो कि हामीले नालापानीको युद्धमा त हामीले जितेका थियौँ, तिमीहरू भारतमा गएर विश्वकप हारेर आयो भनेदेखि म राम्रो मान्दिनँ भन्नुभएको छ। त्यो भएर पनि हामी जित्नेछौँ। अब यो पटक हामीहरूले देशमा विभिन्न राजनीतिक उतार चढावहरू भइरहेका छन्, तर खुसी बनाउने एउटा कारण क्रिकेट छ। अब T20 यो फर्मेटमा कसले जित्छ कसले हार्छ भन्न सकिँदैन, तर हामीहरूले अघिल्लो 24कोबाट पनि धेरै कुरा सिकेका छौँ। सो यो पटक हामी नेपालीहरूलाई यो नेपाली झन्डालाई हामीले एकदम खुसी बनाउने एउटा मोमेन्ट क्रिएट गर्ने हामी प्रयत्न गर्नेछौँ या। थ्याङ्क यू। जय नेपाल। जय नेपाल क्याप्टेन साहब। थ्याङ्क यू थ्याङ्क यू। आज हामीले विभिन्न खेलाडीहरूसँग कुरा गऱ्यौँ र हामी यो चरणमा भोलि पनि हामी केही खेलाडीहरूसँग कुरा गर्नेछौँ र आजको लागि यति नै। हस् त, धन्यवाद।